हेलो गाइस, कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला तपाईँहरू? म चाहिँ ड्युटीको लागि नुहाइधुवाइ गरेर रेडी भएँ। अब ड्युटी जानु पर्यो, टाइम पनि भयो। ड्युटी जानको लागि नुहाइधुवाइ गरेर यो अब रेडी भएँ। अब ब्याग सेक पनि लिएँ। अब ब्याग सेक लिएर अब जुत्ता लगाएर अब ठ्याक्क पारेर ड्युटी जानु पर्यो। के गर्ने साथी, बेङ्गलोरमा बसेपछि त काम गर्नै पर्यो। उपाय छैन काम गरेन भने त। म चाहिँ अब निक्लेँ ड्युटीको लागि। अब जान आँटेको ड्युटी साथीहरू देख्न सक्नुहुँदैछ तपाईँहरू। फाइनली म गेटबाट बाहिर निक्लिसकेँ। अब यहाँ पान खाम भनेर एकछिन दाजुकोमा रोकेँ। दाजुले अब पान बनाइदिनु भयो। डेली म यहीँबाट खान्छु पान। राम्रो बनाउनुहुन्छ। फ्याक्ट्री गेटमा हो, तपाईँहरू पनि आएर खान सक्नुहुन्छ। बहुत राम्रो बनाउँछ दाजुले पान। सो म चाहिँ यहाँ 2टा पान बनाउन लगाएर एकछिन दाजुसँग धेमाली गर्छु।